कुनै पनि परीक्षा भनेको प्रश्नहरूको सङ्गालो मात्रै होइन, होइन र? यो त खासमा अपेक्षा र मान्यताहरूलाई देखाउने एउटा ऐना हो। आज हामी शिक्षक सेवा आयोगको 2080को परीक्षापत्र हेर्दैछौँ, तर यसको सही उत्तर के हो भनेर पत्ता लगाउनलाई होइन, बरु यी प्रश्नहरूले नेपालको आधुनिक शिक्षक कस्तो हुनुपर्छ भन्ने बारे कस्तो गहिरो चित्र कोर्छन् भनेर बुझ्न खोज्दैछौँ। ल आउनुहोस्, यी प्रश्नपत्रभित्र लुकेका अपेक्षाहरूलाई एक-एक गरेर केलाउँ। हो, हाम्रो विश्लेषणको केन्द्रमा यही प्रश्नपत्र छ। हेर्दा त यो केही प्रश्नहरूको सङ्ग्रह मात्रै देखिन्छ, होइन? तर वास्तवमा यो नेपालको शैक्षिक भविष्य कोर्ने शिक्षकहरू छनौट गर्ने एउटा महत्त्वपूर्ण मापदण्ड हो, एउटा खाका हो। यसमा सोधिएको हरेक प्रश्नले शिक्षकको भूमिका, उसको जिम्मेवारी र क्षमताको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताउँछ। हामी यो विश्लेषणलाई 4 मुख्य भागमा हेर्नेछौँ। सुरुमा हामी नीतिगत तहबाट सुरु गर्छौँ, त्यसपछि कक्षा कोठाको व्यावहारिक पक्षलाई हेर्छौँ, अनि एक व्यावसायिक शिक्षकको भूमिकालाई केलाउँछौँ, र अन्त्यमा यी सबैको आधारमा एक आदर्श शिक्षकको कस्तो चित्र बन्छ भनेर हेर्नेछौँ। ल, पहिलो खण्डमा प्रवेश गरौँ है त। एक शिक्षकको काम त कक्षा कोठाबाटै सुरु हुन्छ, तर त्यसको जग त्यो चाहिँ राष्ट्रिय नीति र दृष्टिकोणको गहिरो बुझाइमा टिकेको हुन्छ। यो परीक्षाले पनि स्पष्ट सङ्केत गर्छ कि शिक्षकले कक्षा कोठा मात्र होइन, सिङ्गो राष्ट्रिय शैक्षिक दृष्टिकोणमा आफ्नो भूमिका के हो भनेर बुझ्नै पर्छ। परीक्षाको पहिलो प्रश्नले नै यही वाक्यांशमा जोड दिएको छ। अब यो भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो नेपालको संविधानले हरेक नागरिकलाई दिएको ग्यारेन्टी हो कि उनीहरूले आधारभूत शिक्षा पाउनै पर्छ। र यो परीक्षाले शिक्षकलाई यो हकको संरक्षक र कार्यान्वयनकर्ताको रूपमा हेरेको छ, जुन आफैमा एउटा निकै ठूलो जिम्मेवारी हो। त्यसो भए यो मौलिक हकलाई व्यवहारमा कसरी उतारिन्छ त? परीक्षाले शिक्षकले कम्तीमा पनि यी 4 कुरा बुझेको हुनुपर्छ भन्ने अपेक्षा राख्छ। पहिलो, कुनै पनि बालबालिका विद्यालयको ढोकासम्म पुग्नबाट वञ्चित नहोस्। दोस्रो, उनीहरूले पाउने शिक्षा गुणस्तरीय होस्, नाम मात्रको होइन। तेस्रो, धनी गरिब वा कुनै पनि आधारमा भेदभाव नहोस्। र चौथो, यो संवैधानिक दायित्व साँच्चै पूरा भइरहेको छ भन्ने कुराको ख्याल होस्। तर शिक्षकको जिम्मेवारी विद्यार्थीलाई विद्यालयमा ल्याएर मात्रै पूरा हुँदैन। प्रश्न नम्बर 4ले समावेशी शिक्षाको अर्को महत्त्वपूर्ण अवधारणालाई अगाडि ल्याउँछ। यसको अर्थ के हो भने फरक फरक क्षमता, पृष्ठभूमि र आवश्यकता भएका हरेक विद्यार्थीले कक्षा कोठामा सम्मानित र सुरक्षित महसुस गर्दै सिक्न पाउनुपर्छ। अब समावेशी शिक्षालाई कक्षा कोठामा लागू गर्न परीक्षाले शिक्षकबाट यस्तै व्यावहारिक कदमहरूको अपेक्षा गर्छ। पाठ्यक्रमलाई सबैले बुझ्ने गरी अलि लचिलो बनाउनेदेखि लिएर हरेक विद्यार्थीको विशेष आवश्यकता के हो भनेर पहिचान गर्ने र सबैभन्दा महत्त्वपूर्ण सबैका लागि सुरक्षित वातावरण बनाउनेसम्म। ल, अब राष्ट्रिय नीतिबाट सोझै कक्षा कोठाको दैनिक यथार्थतिर लागौँ, जहाँ नीतिहरूले बाटो देखाउँछन्। हो, त्यहीबाट शिक्षकको सृजनाशीलता र क्षमताको वास्तविक परीक्षा सुरु हुन्छ। प्रश्न नम्बर 3ले हरेक शिक्षकले आफ्नो करियरमा सामना गर्ने एउटा एकदमै वास्तविक चुनौतीलाई उजागर गर्छ। के हुन्छ जब पाठ्यपुस्तक उपलब्धै हुँदैन, वा भएर पनि त्यसले विद्यार्थीको आवश्यकता पूरा गर्दैन? तब के गर्ने? यहाँ रोचक कुरा के छ भने परीक्षा आफैले यो समस्यालाई स्वीकार गरेको छ। यसले के देखाउँछ भने शिक्षण प्रणाली अब पाठ्यपुस्तकमा मात्रै निर्भर रहन सक्दैन। यसले शिक्षकलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर सोच्न र सिकाइलाई अझै जीवन्त अनि सान्दर्भिक बनाउन प्रोत्साहन गरिरहेको छ। त्यसो भए विकल्प के त? शिक्षकले पाठ्यक्रमको मूल उद्देश्य पूरा गर्न यस्ता सृजनात्मक विधिहरू अपनाउन सक्नुपर्छ, चाहे त्यो स्थानीय सामग्री प्रयोग गर्ने होस् वा परियोजना कार्य गराउने। लक्ष्य एउटै हो, सिकाइलाई अर्थपूर्ण र दिगो बनाउने। अब लागौँ विद्यार्थी मूल्याङ्कनतर्फ, जुन प्रश्न नम्बर 6को केन्द्रमा छ। परीक्षाका अनुसार मूल्याङ्कन भनेको केवल परीक्षा लिएर अङ्क दिनु मात्रै होइन, यो त शिक्षण प्रक्रियालाई नै सुधार गर्न प्रयोग गरिने एउटा शक्तिशाली औजार हो। प्रभावकारी मूल्याङ्कनका लागि 2वटा कुरा एकदमै आवश्यक छन्। एकातिर पाठ्यक्रमले तोकेको प्रणाली छ, जस्तै निरन्तर मूल्याङ्कन प्रणाली, र अर्कोतिर त्यसलाई सफल बनाउने शिक्षकको भूमिका छ, जसमा निष्पक्ष प्रतिक्रिया दिने र हरेक विद्यार्थीको व्यक्तिगत प्रगतिमा ध्यान दिने जस्ता कुराहरू पर्छन्। अहिलेसम्मको छलफलले के देखाउँछ भने आधुनिक शिक्षकको भूमिका साँच्चै बहुआयामिक छ।
उनीहरूले केवल पढाउने मात्र होइन, योजना बनाउने, नयाँ नयाँ तरिका अपनाउने र सिकाइको सही मापन गर्ने जस्ता धेरै जिम्मेवारीहरू एकैसाथ पूरा गर्नुपर्छ। अब शिक्षकको व्यक्तिगत र व्यावसायिक विकासको पाटोलाई हेरौँ, किनभने एक राम्रो शिक्षक त्यो हो जो आफै पनि निरन्तर सिकारु बनिरहन्छ। प्रश्न नम्बर 5 ले शिक्षकको पेशागत विकासको महत्त्वमाथि प्रकाश पार्छ। हेर्नुस् न, शिक्षा स्थिर छैन। समयसँगै विद्यार्थीका आवश्यकताहरू र शिक्षण विधिहरू दुवै परिवर्तन हुन्छन्। त्यसैले एक सफल शिक्षकले आफूलाई सधैँ अध्यावधिक राख्नुपर्छ र नयाँ ज्ञान र सिप सिक्नका लागि हरदम तयार रहनुपर्छ। यहाँ महत्त्वपूर्ण कुरा के हो भने यो अपेक्षा केवल शिक्षकमाथि थोपिरहेको बोझ मात्रै होइन। परीक्षाले के सङ्केत गर्छ भने नेपालको शिक्षा प्रणालीमा शिक्षकको व्यावसायिक विकासका लागि औपचारिक संरचना र कार्यक्रमहरू छन् र त्यसको सदुपयोग हुनुपर्छ। ल, अब हाम्रो विश्लेषणको अन्त्यतिर आइपुगेका छौँ। हामीले अहिलेसम्म छलफल गरेका सबै पक्षहरूलाई जोडेर हेरौँ न त। आखिर यो परीक्षाले कस्तो शिक्षकको चित्र कोर्दो रहेछ? सारमा भन्नुपर्दा यो परीक्षाले यी 5 प्रमुख गुणहरू भएको शिक्षकको खाका कोर्छ। नीति बुझ्ने र लागू गर्ने, सबैलाई समेटेर पढाउने, कक्षा कोठामा रचनात्मक हुने, मूल्याङ्कनमा दक्ष हुने र सबैभन्दा महत्त्वपूर्ण सधैँ सिक्नका लागि तयार रहने। र अन्तमा एउटा प्रश्न छोडेर जाँदैछु। यी सबै अपेक्षाहरूले भरिएको शिक्षकको यो आदर्श खाकाले नेपालको शैक्षिक भविष्यलाई आखिर कस्तो आकार देला? यो केवल शिक्षक छनौट गर्ने एउटा प्रक्रिया मात्र होइन, यो त हाम्रो आउने पुस्ताको भविष्य निर्माण गर्ने आधारशिला हो।